ल यहाँहरू सबैलाई सेवारो जयमसी है। आज हामी लिम्बूहरू भेला हुँदाखेरि निकै मौनी खुसी लागेको छ। लिम्बू कुरा भन्नु त पप्पा पसत पसत सताउँ वा र हामी आज लिम्बू भाषामा लिम्बू जातिमा यो एक किसिमको रेभोल्युसनरी एउटा सङ्गति हामीले गरिरहेका छौँ। हालै मात्रै हामीले नागाल्यान्डको डिमापुरमा एउटा युथ कन्फरेन्स युवा सम्मेलन गरेर त्यहाँबाट धेरै कुराहरूको हामीले विकास गर्यौं। हामीले त्योभन्दा अगाडि पनि धेरै हामीले त्यस्ता कामहरू गरेका छौँ। यो देखेका कुराहरू नदेखेका कुराहरू पनि हामीले सायद गर्दैछौँ परमेश्वरलाई महिमा होस् लागि। र मैले आजको टेक्स्ट चाहिँ प्रेरित 1को 8 पदको लिएको छु हो। म यहाँ सबैजनाको आवाज सुन्न सकिरहेको छुइनँ। आज स्तुति प्रशंसा गर्ने झुन्डलाई राम्रो सुनिएन। त्यो लिम्बूहरूले त कोम बजाएको जस्तो क्या, त्यस्तो मात्रै सुनियो। त्यो कोम बजाउँदै गर्छ के, यसो हात आउँदाखेरि चाहिँ ग्याप हुन्छ, त्यस्तो भयो। र हामी विशेष गरी यहाँबाट मसँग लिम्बू बाइबल पनि छ, मसँग नेपाली बाइबल पनि छ। मै पढ्नु पर्ला, तपाईँले सुनिराख्नु। सबैको निम्ति म पढ्नेछु। प्रेरित 1 अध्यायको 8 पदमा यसरी लेखिएको छ, तर पवित्र आत्मा तिम्रोमा आउनु भएपछि तिमीहरूले शक्ति पाउनेछौ। औ तिमीहरू यरुशलेममा, सारा यहुदियामा, सामरियामा र पृथ्वीको अन्तसम्म मेरो गवाही हुनेछौ। मैले यो पुरानो संस्करणबाट, ओल्ड भर्जनबाट मैले पढेको छु, तपाईँहरूलाई अनौठो लाग्यो होला। अनि यहाँ मैले यी नै हाताहाती भन्नु पर्दाखेरि कर सेसे मागिन खिनी समदाङ तालले खिनी सेसे मागिले कुथिम कि वो किया यरुशलेमो हिक्याङ खाराक यहुदाओ यहुदियाओ सामरियाओनु कनिक्सा खाम्बिकिले कोएक सिमोनु कुनु मोधारी केनी आङ्गा आदोन्ती कि बोखी। नाउ लिम्बुमा पनि निकै मजा छ कि क्या हो। हुन त अब सबभन्दा पहिले मैले यहाँ लिम्बू जातिलाई यरुशलेमको संज्ञा दिन चाहन्छु। बुझ्दै हुनुहुन्छ? मैले यहाँ 3वटा कुरा लेखिएको छ, तर चाडा हो सबैभन्दा नम्बरमा ल्याउँदाखेरि 3टा कुरा छ। यरुशलेममा, यहुदियामा अनि सारा सामरियामा, अनि आखिरीमा त्यो चाहिँ पृथ्वीको अस्तित्व रहन्जेलसम्म तिमीहरू मेरो गवाही बन्नेछौ, तिमीहरू मेरो प्रचार गर्नेछौ, तिमीहरूले मलाई चिनाउनेछौ र तिमीहरूले मेरो बारेमा बोल्नेछौ। बोल्नलाई भाषा चाहिन्छ, हामीसँग भाषा पनि छ, र सुन्नलाई दर्शक पनि चाहिन्छ। त्यो हामी खोज्दैछौँ। र आजको सन्दर्भमा लिम्बू जातिहरूलाई यरुशलेमको संज्ञा दिएको कारण चाहिँ सबैभन्दा पहिला चाहिँ हामी आफ्नै घर घरानामा प्रचार गर्नुपर्छ, येशू ख्रीष्ट प्रचारिनुपर्छ। अनि लिम्बू जातिलाई बचाउनु पर्छ। त्यसपछि लिम्बू जाति बाँचिसकेपछि
अनि अलिकति बाहिर निस्किनु पर्छ, जसलाई मैले यहुदियाको संज्ञा दिँदछु। त्यो भने चाहिँ रिचिङ अनरिच पिपल भन्छ, तर हामीले चाहिँ हाम्रो नारा चाहिँ छ लिम्बू लिम्बूको निम्ति, अरू अरू पनि लिम्बूको निम्ति, त्यसपछि मात्रै लिम्बूहरूको निम्ति। हामी निकै स्वार्थी छौँ नि है। पहिला सबै आफ्नो भ्याएर मात्रै अरूलाई दिने खालको छ। र यहाँनिर खासै भन्नु खोज्दाखेरि सर्वोच्चमा हुने परमेश्वर सर्वोच्च हुनुहुन्छ र उहाँको बाणी महान छ, उहाँको वचन महान छ। निगाफु मागेल गुबान जकिन पयम यम्बाचो हेक्याङ लुङ्गुम साबाङचो। हामीले धेरै कुरा बुझेको छौँ, धेरै कुरा जानेका छौँ, र कति कुरा हामीले अवलम्बन गरेका छौँ र कति चाहिँ बाँकी छन्। यो अवस्था हुँदाखेरि हामी आफै नै गम्भीर अवस्थामा यरुसलेमभित्र रहेर हामी आउटगोइङ, हामी त्यहाँबाट निस्केर बा मिदुङदिङ मिरा पिल याक्थुङबा याक्थुङगेन स्वाङलुमो याक्थुङबा पानो याक्थुङबा पान्जाकिन मेन र याक्थुङ पान्दाङो निआफु वाङिल गोबान्जाकिन केतुम्लो ग्लोबा लछा इङ्गङवा। यो प्रेज 1 को 8 पदमा हामी यो कुरालाई पनि बुझ्न पर्छ कि किनभने वचन पवित्र आत्माको भरपुरीमा हामीले डेडिकेट हामीले प्रचार गर्यौं, सुनायौं भने त्यो खाली हात ऋतु आउँदैन। खाली हात हात चाहिँ अब त्यसको उपलब्धि हो, त्यसको फल हो भन्न खोजेको। र अब हामी यो यरुसलेमदेखि बाहिर निस्किँदाखेरि त्यतिखेर हामी यहुदिया पृष्ठभूमिमा, त्यो ब्याकग्राउन्डमा, त्यो आवरणमा, त्यो आकरणमा हामी देखिनु पर्छ। र अहिले हामी कहाँ छौँ त भन्दा हामी हाम्रै घरभित्र छौँ। यसरी हामीले आफूलाई डेभलप गरेर, विकास गरेर, अलिकति वृद्धि गरेर, वृद्धि भन्नाले हामी त योभन्दा ठुलो भयौँ भन्दा माधव जस्तो मात्रै हुन्छौँ, नत्र हामीमा भएको आत्मिक बौद्धिकतालाई वृद्धि गरेर हामी उक्लिनु पर्छ भन्ने कुरो चाहिँ यसबाट हामीले मानिलिनु पर्छ। नाम्बे अनि खासै अनि तुमने भागला theological knowledge पातुङबा मेन्दु आत्मिकी ज्ञान र बौद्धिकता भन्न खोजेको मैले। सबैले ज्ञान त हासिल गरेको छ, पिएचडी गरेको छ। पिएचडी भनेको चाहिँ पर्मानेन्ट हेड ड्यामेज भन्छ। प्राय अहिले हामी त्यसरी ठट्टा गरेको अनुसार साँच्चै मान्छे त्यस्तो भएको छ। र आज झुट्टा शिक्षाको, झुट्टा सिद्धान्तहरूको बिगबिगी भएको छ, आएको छ। यो चाहिँ धेरै जानेर अरे होइन, धेरै ज्ञान हुने मान्छे पागल हुन्छ भन्थ्यो, त्यो पागलपन आइसकेको छ। त्यो पागलपनदेखि पनि हाम्रो यरुसलेमलाई, हाम्रो लिम्बू भाषी जातिलाई हामीले बचाउनु पर्ने एउटा ठुलो जिम्मेवारी पनि छ। त्यसको लागि हामी एकअर्कामा भेट हुने, कहिलेकाहीँ उत्साहको लागि पनि हामी यो ज्ञान गुणलाई हामीले बढाउन अगाडि बढ्नुपर्छ। त्यसपछि मात्रै हामी सामरिया मिन्स मैले चाहिँ यसलाई चाहिँ के भन्छ भने अन्तर परम्परा, क्रस कल्चरल भनेर मैले यसलाई अहिले संज्ञा दिएँ। यस प्रकारले हामी अगाडि बढ्दै गयौँ भने तब चाहिँ लिम्बुस फर अदर्स भन्ने कुरो चाहिँ हामी जिम्मा, कर्तव्य पूर्ण रूपमा हामी निर्वाह गर्न सक्छौँ। यो हाम्रो लागि
गौरवान्वित कुरो हो र यो प्राप्त गर्न हामी लगातार अगाडि बढ्नुपर्छ। त्यसपछि हामी यो पृथ्वीको सुरुदेखि अन्तिमसम्म भन्ने कुरोलाई हामी पुरा गर्न सक्छौँ। किनभने त्यहाँ यहुदिया नै हामीले पुग्यौँ, सामर्य पुग्यौँ। सामर्य जुन चाहिँ क्रस कल्चरले हाम्रो अन्तर सांस्कृतिक परम्परामा गइसकेपछि त्यो व्याप्त हुन्छ। तब संसारमा येशू ख्रिस्टलाई हामी चिनाउन पनि हामी पछि पर्दैनौँ। तर त्यो धेरै टाढा टाढा छ है। अहिले हामी यरुशलेम मात्रै छौँ। तथापि हामी भजन सङ्ग्रह 22 को 28 पद पढौँ न। सनारुङले पढौँ न। लु लाम्से निरे निरे के खेप सुबी नेपालबाट बोलेको आसाममा पुगेन जस्तो छ। कसैले भजन सङ्ग्रह 22 को 28 पढ्ने मन छ भने पढिदिनुहोस् भोलिन्टरीली। यदि सक्नुहुन्न म आफै पढ्छु। ल, विवेक केरुङजी पल्टाउँदै हुनुहुन्छ। मैले यो समय उहाँलाई दिएँ। पढ्नु पर्ने न कोही हुनुहुन्छ? पायो भने पढ्दा भन्नु। ए हजुर, 22 मेरो को आवाज 28 सुन्नुहुँदैछ? अँ, 22 को 28। अँ। हजुर, यहाँ यसो लेखेको छ, किनभने राज्य त परमप्रभुकै हो र सबै जातिहरूमाथि उहाँले नै शासन गर्नुहुन्छ। आमेन। परमेश्वरले हामीलाई आशिष दिउन्। यो वचनमा 2वटा कुरा लेखेको छ। के लेख्या छ भने यो सबै थोक उहाँकै हो र उहाँकै अधीनतामा छ भन्ने कुरा हामीले बुझ्यौँ। त्यसैले गर्दाखेरि यो संसार पनि उहाँकै हो अनि उहाँको अधीनतामा यो चलेको छ। सबैमाथि शासन प्रणालीको मालिक उहाँ नै हुनुहुन्छ। र यहाँ 2वटा कुरामा चाहिँ सबैभन्दा पहिला चाहिँ हामी के हेर्छौँ भनेदेखि राज्य जो संरचना यो चाहिँ परमप्रभुकै हो, हैन? परमेश्वरकै हो। त्यो राज्यमा भएका मानिसहरू माथि पनि उहाँले शासन गर्नुहुन्छ। उहाँ नै हाम्रो एडमिनिस्ट्रेटर हो। अब यसो भइसकेपछि हामी यो आजको सन्दर्भलाई जोड्दाखेरि सबै जातिहरूमध्ये हामी पनि एउटा लिम्बू जाति हौँ। भोलि हामी परतिर गएर तामाङ जातिमा पुग्छौँ। गुरुङ, यसरी 124 जातिहरू छौँ हामी यहाँ हाम्रो नेपालमा। त्यसपछि नेपालबाट छरिँदै गएकाहरू कहाँ कहाँ छौँ त्यहाँ त्यहाँ। अनि लिम्बू भाषीहरू माझ पुग्दा पर्दाखेरि सबभन्दा पहिले आफ्नो घर, आफ्नै झुन्ड, आफ्नै जाति र आफ्नै भाषीहरूबाट हामीले सुरु गरेर अगाडि बढ्नुपर्छ है भन्ने सन्देश यहाँबाट हामी आज मैले अगुवाई गरेको छु। मानिसहरू, धेरै जसो मान्छेले यो पढ्दाखेरि येशू ख्रिस्टको स्वर्गारोहण भन्ने शीर्षक राखिएको छ। अन्तमा उहाँले भन्नुभएको कुराहरू हामी यसरी बुझ्छौँ। सबैभन्दा ठुलो कुरो चाहिँ हाम्रो मेलमिलाप, एकता, सङ्गति र परमेश्वरले दिनुभएको महान आज्ञालाई पालना गर्दै अगाडि बढ्ने, बढाउने, तान्ने अनि अगाडि के गर्ने, पुसअप गर्ने। अब यो हामीले चाहिँ घचेड्ने भनौँ न है,
यो खालको काममा चाहिँ हामी पछि पर्नु हुँदैन। अनि अर्को कुरा पनि छ, जहिले जहिले हामी हाम्रो नारालाई सम्झिन्छौँ, यो वचनलाई पनि हामीले सम्झिनु आवश्यक छ। र हामी आम लिम्बुवासी, लिम्बुवानी र यसप्रतिको मोहित सबैजनामा यही नै आह्वान छ कि परमेश्वरको वचन नपुगेको ठाउँमा पुर्याउनु पर्छ। त्यो हाम्रो कर्तव्य हो। अनि यसमा चाहिँ अब भाषा भन्ने कुरो पनि हामी बुझ्छौँ। बुझिने भाषा, स्पष्ट भाषा भनेर भनेको छ नि सपनिया 3 को 9 पदमा। अनि अर्को ठाउँमा के नि भन्छ भने हामीलाई कठिन भाषा नि बोल्नु आवश्यकता छैन, बुझ्ने भाषा चाहिँ बोल्नु पर्छ। त्यो बुझ्ने भाषा लिम्बूको लागि लिम्बू हो, तामाङको लागि तामाङ हो, कुरेको लागि अङ्ग्रेजी हो, आदि आदि। आसामीको लागि अखमिया हो। ठिक छ। मैले भाषालाई अलिकति झन् जोड दिए जस्तो भए तापनि विशेष गरिकन हामी हाम्रो अभियानमा जुन अहिले भर्खरै मात्रै किशोर फाउन्डेसन भनेर हाम्रो एनजिओ को रूपमा दर्ता भएको कुरा पनि थाहा पायौँ। यो पनि एउटा खुसीको कुरो हो। एउटा राम्रो प्रसङ्ग सन्दर्भलाई हामीले जोडेका छौँ। उहाँको सपना, उहाँको दर्शन, उहाँको एउटा उद्देश्य थियो यो हाम्रो एलसीएलएफ चाहिँ साँच्चैको नै उद्देश्यमूलक र परिणाममुखी रूपमा काम गर्दै अगाडि बढ्दै गरेको अवस्था छ। यसलाई सफल तुल्याउन परमेश्वरले हामी सबैलाई आशिष गरून्, सहायता दिउन्। जसले परमेश्वरले लिनुभएको छ उहाँहरूलाई अझै व्यक्तिगतताको साथ अगाडि बढाउन् भन्दै म आजको यो वचनलाई यहाँ बिसाउँछु। सबैजनालाई सेवारो, जय मसी, गड ब्लेस यु अल।